Can we take the stopper off? So, all right, as soon as I'm getting there, I will. Lovely. I don't want to miss his photo. In the front. Because we'll carry and then we'll come here. With Milan. Don't trust the hand. 잠깐 봐. 끝이냐? 끝이냐? 아, 싫어. 아, 진짜 You are in the front. 아니, 지금 가는 거 가는 거.
न राजा न रैती न धनी न गरिब न जवान न बालक आयो टप्प टिपो मिति पुगो टारेर टर्दैन तो। नमस्कार। दर्शन अतिथिहरूमा यो दुःखको घडीमा आज यहाँ उपस्थित भइदिनु भएकोमा आभार प्रकट गर्दछौँ गजमेर परिवारबाट। आज हामी मृतक भूपू ब्रिटिस आर्मी नम्बर 21150966 वारन्ट अफसर 2 जब्बर बहादुर विश्वकर्मा एक्स 10 पिसेस म्यारी अन गोर्खा राइफल को अन्तिम अन्त्येष्टिको लागि उपस्थित भएका छौँ। उहाँहरूको परिवार श्रीमती शरण कुमारी गजमेर, छोराहरू सन्तोष गजमेर, सरोज गजमेर, बुहारीहरू प्रीति गजमेर, गीता गजमेर, छोरी शान्ति धमाला, जुवाई वेद प्रसाद धमाला, नातिनीहरू र नाति तथा सम्पूर्ण गजमेर बन्धु। उहाँ यस परिवारको प्रगतिशील विचार राख्न र जिम्मामा कठिनाइहरू पार गर्न धेरै जीवन्त दिएर आज परिवारबाट टाढा हुनुभएको छ। यो जीवनमा उहाँले उच्च प्रभाव पार्नुभएको छ। आज हामी जेबी मामालाई अन्तिम विदाई श्रद्धाञ्जली अर्पण गर्दछौँ। उहाँको निधनले हामी सबैलाई दुखी एवं भावुक भएको छौँ। उहाँको वैकुण्ठवास होस्। जेबी मामा एक असल व्यक्ति हुनुहुन्थ्यो जसले आफ्नो जीवनमा धेरै राम्रा कामहरू पुरा गर्नुभयो। उहाँ हँसिलो स्वभाव र मायालु व्यक्तित्व हामी सबैलाई प्रेरणा दिनुभएको छ। जेबी मामा आफ्नो परिवार साथीहरू र समुदायमा महत्त्वपूर्ण योगदान पुर्याउनुभयो। हामी उहाँको अभाव सधैँ महसुस गर्नेछौँ। हामी जेबी मामालाई दिगम्ब आत्माको चिर शान्तिको लागि प्रार्थना गर्दछौँ र शोक सन्तप्त परिवारप्रति गहिरो संवेदन व्यक्त गर्दै उहाँको परिवारलाई यो कठिनाइ समयमा धैर्य धारण गर्ने क्षमता भगवानलाई प्रदान गरून्। थ्याङ्क यू। Good morning everyone. On behalf of Gajamer family, thank you for your being here today. We are gathering to celebrate the life of recent ex-British Army 21150966 Warrant Officer Class 2, 10 Princess Mary 1 Gorkha Rifle, shared relationship to wife, son, daughter-in-law, daughter and son-in-law, granddaughter, grandson and relative and friend whose life is impacted. Today we gather here to offer our final respect to J.B. Mama, who was good person, accomplished many good things in the life. He cheerful, natural and loving person. Inspire us all. J.B. Mama made significant contribution to his family, friend and other community. We will be always feel him absent. We pray to the depressed soul of J.B. or express our deepest condolence to be family, to his family, friend, strength to endure his difficult time. Thank you. अब हाम्रो कार्यक्रम सुरु भयो र यहाँलाई हेल्थ एन्ड सेफ्टी युके को विषयमा भन्नै पर्छ। यदि इन केस फायर अलार्म फायर लागिहाल्यो भने हामी यो एक्जिटबाट निक्लिन्छ र आउटसाइड हामी भेला हुन्छौँ र यदि कसैलाई साह्रो पर्यो बिमारी केही हुनु भने म फर्स्ट एडर क्वालिफिकेसन भएको मान्छे अनि कोही हुनुहुन्छ भने हेल्प गरिदिनु होला।
र हाम्रो कार्यक्रम हामी एकदम अन टाइममा छौँ। अहिले अलिकति हामी 5-6 मिनट अघि पनि छौँ र हाम्रो यस बिचमा कुनै नयाँ सङ्गठनहरूबाट आउनु भएको छ भने तपाईहरूले नाम दिनु होला। हामीले कस्तो आज खुसीका साथ, हामीलाई दुःख त छ, उहाँलाई एकदम खुसीका साथ ह्याप्पीले बिदाई गर्नेछौँ। अन्तिम दिन हो आज उहाँको। र यदि कतै यहाँ मलाई सङ्गठनहरूको नाम आइसकेको छ, यदि लेखाउनु भएको छैन भने यहाँ मलाई लेखाइदिनु होला। र हामीले के गर्छौँ भने पहिला दागबत्ती दिन्छौँ। पहिला हाम्रो बाघ पाए बच्चा उहाँलाई ट्रिब्युट गर्छौँ। पहिला स्पिच छोराले, उहाँको जीवनीको बारेमा छोराले भन्नुहुन्छ। छोरा भएपछि अनि छोराहरूले भन्नुहुन्छ, त्यहाँबाट ज्वाइँ, अनि त्यहाँबाट रिमेम्बर गर्छौँ फेरि एकखेप स्लाइड सो, त्यहाँबाट नातिनीहरूले फेरि उहाँलाई सम्झना गर्नुहुन्छ। अनि त्यसपछि हामी जब अनि त्यो जुन ऊ बच्चा के अरे म्युजिक बच्चा, त्यतिखेर हजुरहरू उठिदिनु होला। उठ्नु साथै हामीले 1 मिनट मन धारण गर्छौँ। अनि त्यो पछि हामीले दागबत्ती दिन्छौँ। दागबत्ती दिएपछि उहाँहरूको परिवारले कार्यक्रम सक्नुहुन्छ। त्यो सकेपछि उहाँहरू यहीँ सिटमा बस्नुहुन्छ। अनि उहाँ ढोकामा भएर उहाँलाई गेस्टहरूलाई थ्याङ्क यू भन्नुहुन्छ। भनेपछि उहाँ फेरि आएर यहाँ सिटमा बस्नुहुन्छ। र तपाईँहरूले अनि उहाँको विषयमा केही भनिदिनुहुन्छ भन्ने रिक्वेस्ट गर्छु। थ्याङ्क यू। नमस्कार। आदरणीय उपस्थित हुनुभएका सम्पूर्ण महानुभावहरूमा म सन्तोष गजमेर विश्वकर्मा हार्दिक नमस्कार गर्दछु। यस परिवारलाई आज पर्न गएको अकल्पनीय दुःखको घडीमा हाम्रो परिवारलाई साथ, सहयोग र हौसला प्रदान गर्नु तथा श्रद्धाञ्जली अर्पण गर्न उपस्थित हुनुभएको सम्पूर्ण महानुभावहरू, व्यक्तित्व, आफन्त, नरनाता, इष्टमित्र, शुभचिन्तक तथा विभिन्न संस्थाहरूबाट उपस्थित हुनुभएको महानुभावहरूमा हाम्री आमा श्रीमती शरण कुमारी विश्वकर्मा, म जेठा छोरा स्वयं भइहाले सन्तोष गजमेर तथा मेरी श्रीमती प्रीति गजमेर, बाबाको कान्छो छोरा बुहारी सरोज तथा गीता गजमेर, छोरी ज्वाइँ शान्ति तथा वेद धमला तथा नाते नातिनीहरूको तर्फबाट कोटी कोटी धन्यवाद चढाउँदछौँ। आज यस दुःखद घडीमा उपस्थित हुनुभएका व्यक्तित्वहरू हुनुहुन्छ जो केही संस्थाहरूको प्रतिनिधित्व पनि गरेर उपस्थित हुनुभएको छ, जसको नाम मैले यस मञ्चबाट लिनै पर्ने हुन्छ। उहाँहरू हुनुहुन्छ एन्डोभर नेपाली सोसाइटी, बेन्चटोक नेपाली कम्युनिटी, विश्वकर्मा वेलफेयर सोसाइटी, अनि बाबाको आफ्नै पल्टन 10 जियरबाट प्रतिनिधित्व गरेर आउनुभएको छ। विशेष गरी एन्डोभर नेपालीज कम्युनिटीको अध्यक्षज्यू शङ्कर गुरुङ, वीरेश लिम्बू तथा उहाँको एन्टायर टिम, विश्वकर्मा वेलफेयर सोसाइटीको अध्यक्ष कुमार सुनार तथा उहाँको एन्टायर टिम, बेन्चटोक नेपाली कम्युनिटीका अध्यक्ष विजय लिङथेप तथा उहाँको एन्टायर टिमहरूलाई व्यक्तिगत रूपमा सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद हामी टक्राउँछौँ। साथै यस आजको कार्यक्रमलाई मलाई हातेमालो गरी आजको सहयोग सफल पुर्याउन सहयोग गर्नुहुने व्यक्तिगत रूपमा मणि लकान्द्री, राजु दर्नाल, रवि दर्नाल, कृष्ण गहतराज्यू, रविन वागुन, शुभेन्द्र रामुदामु, भक्त सेन्चुरी, गिरी सुनवार तथा यहाँ नाम लिनु छुट हुनुभएका सम्पूर्ण व्यक्तित्वहरूलाई पनि म व्यक्तिगत रूपमा धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु। यहाँ आजको यस कार्यक्रम उहाँहरूको साथ र सहयोग बेगर आज म यहाँ मञ्चमा उभिएर
बाबाको अन्तिम श्रद्धाञ्जली गर्न म सायद निकै कमजोर तथा असमर्थ हुने थिएँ। बाबा स्वर्गीय श्री जबरबहादुर हाम्रो परिवारको मूल खम्बा र हाम्रो एउटा टाउको छानो र सहारा हुनुहुन्थ्यो। हाम्रो लागि उहाँ सुपर हिरो र स्ट्रङ्गेस्ट म्यान अन द अर्थ नै हुनुहुन्थ्यो। उहाँ सधैँ दिन मात्र जान्ने तर लिन कहिल्यै नजान्ने व्यक्तित्वको हुनुहुन्थ्यो। उहाँ बाहिरबाट हेर्दा जति कठोर देखिनुहुन्थ्यो त्यति नै भित्रबाट अत्यन्त नरम, कोमल र दयालु हुनुहुन्थ्यो। आफ्ना इष्टमित्र, नाता, साथी सङ्गीहरूलाई कुनै पनि तरिकाले चाहिएको बेलामा सहयोग गर्न कहिल्यै चुक्नु भएन र कहिल्यै लोभ गर्नु भएन। उहाँ एकदम उदार दिलको व्यक्तित्व हुनुहुन्थ्यो भन्न म मन पराउँछु। बाबा हजुरलाई धेरै धेरै धन्यवाद छ आज हामीलाई यस स्थानसम्म पुर्याइदिनु भएकोमा। आफूले सबै दुःख पीडा सहेर आफ्नो परिवारलाई सक्दो सुख शान्ति र व्यवस्था मिलाएर हामीलाई आज आफ्नो खुट्टामा आफै उभिन सक्ने बनाइदिएर आफू परलोक जानुभयो। म त हामी चाहन्छौँ यदि फेरि अर्को जन्म भए हजुरकै छोरा भएर फेरि जन्म लिन पाऊँ बाबा। अनि उहाँको एउटा छोटो व्यक्तिगत जीवनी पनि बताउन चाहन्छु। उहाँले 15 वर्षको कलिलो उमेरमा नै ब्रिटिस आर्मीमा भर्ती हुनुभएको थियो र उहाँको आर्मी नम्बर 21150966 थियो र उहाँ टेन्जियरमा हुनुहुन्थ्यो, जो उहाँ अघि नै श्री मणि राज लकान्द्रीले भनिसक्नुभयो, तर मैले यो कुरा फेरि रिपिट गर्दैछु। उहाँको सेवाको क्रममा केही देशहरू भ्रमण गर्ने मौका मिलेको थियो, जुन थियो बोर्नियो, मले, हङकङमा रहनुभयो। उहाँ 30 अप्रिल 1980 मा रिटायर हुनुभएको थियो र रिटायरको समयमा उहाँ वारेन्ट अफिसर 2 हुनुहुन्थ्यो। रिटायरमेन्ट पछि धरानमा परिवारसहित स्थायी बसोबास गर्नुभयो। हामी सबै परिवारसहित स्थापना गर्नुभयो र यसै क्रममा धरान क्याम्पमा नोकरी सुरु गर्नुभयो। पछि काठमाडौँमा ब्रिटिस एम्बेसीमा एक उच्च पदमा रहेर 25 वर्ष नोकरी गर्नुभएको थियो र 2008 मा युके आएर यतै सपरिवार बसोबास सुरु गर्नुभयो। उहाँको जन्म नेपालको एक अत्यन्त दुर्गम ठाउँमा भएको थियो। उहाँको जन्म 30 अगस्त 1944, 30 अगस्त 1944 मा पूर्वी नेपालको भोजपुर जिल्लाको दिल्पा गाउँको अन्नपूर्ण गाउँपालिकामा भएको थियो। उहाँ पिता सहवीर विश्वकर्मा र आमा विवमायाको गर्भबाट पहिलो छोराको रूपमा जन्म लिनुभएको थियो। उहाँहरू 5 जना दाजुभाइ र 7 जना दिदीबहिनी हुनुहुन्थ्यो। परिवारमा दिदी स्वर्गीय निर्माया विश्वकर्मा, बहिनी स्वर्गीय विष्णुमाया कालीकोटे, बहिनी दिलमाया बराइली, स्वर्गीय सरिता दियाली, लक्ष्मी कालीकोटे र रामकुमारी र पार्वती विश्वकर्मा तथा भाइहरू स्वर्गीय जितबहादुर, स्वर्गीय कुलप्रसाद, रामबहादुर र जसबहादुर विश्वकर्मा हुनुहुन्छ। उहाँको लामो समयसम्म उपचारको क्रममा एन्डेभर वार मेमोरियल हस्पिटलमा 30 जुलाई 2025 को बिहानै स्वर्गारोहण भएको थियो। धन्यवाद। सरी, मैले मेरो परिचय दिन अघि भने म चाहिँ टु बी माई भेरी ग्रेटफुल फर हनर। म पनि एक्सटेन्जियरको, मेरो नम्बर 21163981, मणिराज लकान्द्री र जुन मृतकको म भदैनी ज्वाइँ, मेरो परिचय। र अब उहाँको कान्छा छोराले केही भन्नुहुन्छ बाबाको लागि। थ्याङ्क यू। कम। नमस्कार सबैजनालाई, उपस्थित सम्पूर्ण महानुभाव।
महानुभावहरू आफ्नो मेरो भन्नु बल्ल 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 चस्मा ल्याउनु भुलेछ के हो बुढो भइएछ नमस्कार उपस्थित सम्पूर्ण महानुभावहरू आज मेरो बाबा जबर बहादुर विश्वकर्माको अन्त्येष्टि कार्यक्रममा उपस्थित भइदिनु भएकोमा हामी धेरै धेरै धन्यवाद दिँदैछौँ। बाबा, आज तपाईले हामी सबैजनालाई छोडेर जानु हुँदैछ, तर तपाईको याद, माया र आशीर्वाद हामी साथ सधैँ रहनेछ र हामी तपाईलाई सधैँ सम्झिरहनेछौँ। तपाई जहाँ भए पनि हामीलाई सधैँ आशीर्वाद दिइराख्नु हुनेछ। धन्यवाद। र हजुरहरू बाबाको यो समारोहमा आइदिनु भएकोमा धन्यवाद। थ्याङ्क यू। थ्याङ्क यू। थ्याङ्क यू। ओके। हामी स्टिल एडभान्स छौँ। थ्याङ्क यू। अब हाम्रो भिजुअल सो हुन्छ, उहाँको जीवनी कथाहरू। यसैमा जेबी मामालाई हामी जब्बर भन्ने उहाँको इभन साथी पल्टनतिर पनि धेरैलाई मैले सोधेँ। उहाँको फेभरेट नाम जेबीले चिनिन्थ्यो, इभन सिभिल लाइफ, आर्मी लाइफ। र उहाँसँग म धेरै सँगै उहाँको कुराहरू सुन्नु, इभन रातभरि दिनभरि बस्दा पनि हामी रातभरि बस्थ्यौँ। त्यस्तो उहाँले धेरै सेयर गर्नुभएको थियो। र उहाँ चाहिँ माफ गर्नु होला, यहाँ मेरो नोटहरू हरायो। ओके, उहाँ चाहिँ 1959 चाहिँ सेकेन्ड 10 गोर्खा राइफलमा जोइन हुनुभयो र उहाँ चाहिँ 10 गोर्खासँग चाहिँ 7 वर्ष मात्रै बस्नुभयो मोटामोटी। उहाँ चाहिँ किनभनेदेखि 15 वर्षको उमेरमा भर्ती भए पनि उहाँ चाहिँ त्यतिखेरको समयमा 7-8 क्लास गाउँमा पढ्नु भनेको सानो कुरो थिएन। भन्नुहुन्थ्यो उहाँ चाहिँ भुइँमा बसेर पढ्नुहुन्थ्यो अरे स्कुलमा, र कहिले त भुइँकै त्यो धुलोमा लेख्नु पर्थ्यो अरे, पछि मात्रै पाटी आएको अरे। त्यसरी दुःख गरेर पढ्नु भएको। एकदम म चाहिँ भन्छु उहाँ चाहिँ एकदम विद्वान साइन्टिस्ट मान्छे। र उहाँलाई चाहिँ सिङ्गापुर रोयल इलेक्ट्रिकल मेकानिकल इन्जिनियरिङ, त्यतिखेर फायरिस्ट, ब्रिटिस फायरिस्ट भन्दो रहेछ। सिङ्गापुर थिएन, मलेसिया, त्यहाँ चाहिँ एटेच भएर त्यहाँ चाहिँ सबै इन्जिनियरिङ टाइपको एयरक्राफ्ट, भेहिकल, वेपन, सिपहरूको चाहिँ टेक्निकल सेन्टर, इन्जिनियरिङ कम्पनी थियो अरे। उहाँको चाहिँ इङ्ग्लिस राम्रो भएर, अब त्यतिखेर त हामी नेपालबाट पढ्नु आइँदैन थियो, पढिँदैन थियो, र उहाँहरूलाई चाहिँ इन्टरप्रिटर गरेर उहाँले इन्स्ट्रक्टर गरेर इभन सिपाहीमै जानुभएको अरे। डाइरेक्ट उहाँलाई कप्रोल दिएको। त्यहाँबाट म छोटो मिलाउँछु, त्यहाँबाट उहाँलाई चाहिँ 50 हङकङ वर्कसपमा चाहिँ इन्स्ट्रक्टरको लागि स्टाफ सार्जन दिएर, क्लर्क सार्जन भन्छ इन्फेन्ट्रीको चाहिँ, दिएर उहाँलाई इन्स्ट्रक्टर कन्टिन्यू गर्नुभएको। जब उहाँले इभन फ्यामिली पनि कन्टिन्यू स्टाफ सार्जन भएर लिएर कन्टिन्यू बसै हुनुभएको र हङकङ आउनुभयो। हङकङमा उहाँ भेहिकल मेकानिकल चिफ इन्स्ट्रक्टर गर्नुभयो
र उहाँको कुरा सुन्दा उहाँको टेक्निकल कुरोहरू उहाँको त्यो साइन्टिफिक कुराहरू सुन्दा मलाई छक्कै पर्थ्यो। म पनि अलिअलि पढेर आए तापनि कस्तो चाहिँ उहाँको दिमाग होला भन्ने। उहाँ भाषा जे कुरोमा चटचट, अनि उहाँको पर्सनालिटी ह्यान्डसम नभएर उहाँको जेन्टल, अनि उहाँको त्यो हेर्दा चाहिँ मान्छे एकदम यो मान्छे निकै डरलाग्दो होला भन्ने हुन्थ्यो, तर एकदमै उहाँ चाहिँ जेन्टल, एकदम दयालु भावनको हुनुहुन्थ्यो र उहाँ यस्तो मान्छेलाई आज गुमाइयो। थ्याङ्क यू। यो मेरो फाल्टो भयो। अब हामी स्लाइड सो गर्छौँ, अनि स्लाइड सो पछि नातिनीहरूले बोल्नुहुन्छ उहाँको। थ्याङ्क यू। थ्याङ्क यू। वी मिस यू। यहाँहरूले धैर्यपूर्वक गरेर हेरिदिनु भएकोमा थ्याङ्क यू।
अब हाम्रो नेक्स्ट मन्तव्य या उहाँको गहनाहरू पोख्ने उहाँको ज्वाइँ वेद प्रसाद धमला ज्यू आइदिनु होला। थ्याङ्क यू। नमस्कार सबैजनालाई। धन्यवाद कार्यक्रम सञ्चालकज्यू, मलाई 2 शब्द श्रद्धाञ्जली व्यक्त गर्न दिनुभएको। मेरो नाम वेद प्रसाद धमला हो। म स्वर्गीय श्री जबर विश्वकर्माको ज्वाइँ। मेरा पूजनीय ससुरा श्री जबर विश्वकर्माको श्रद्धाञ्जली सभामा उपस्थित महानुभावहरूमा म र मेरो परिवारबाट हृदयदेखि आभार प्रकट गर्दछु। उहाँको बारेमा कार्यक्रम सञ्चालकज्यू र उहाँको जेठा छोराबाट धेरै अवगत गराइसक्नु भएको छ र म केही कुरा थप्न मात्र चाहन्छु। मेरो सासू आमाले भनेअनुसार उहाँ पल्टनमा पनि अरू साथीभाइहरूले खेल्न जाउँ भन्दा पनि उहाँ पढेर बस्नुहुन्थ्यो अरे। उहाँ खासै स्कुल पनि पढ्नु भएको होइन, तर पनि उहाँको इङ्ग्लिस निकै राम्रो थियो। उहाँले नै हाम्रो डकुमेन्ट्सहरू हेर्ने, बनाइदिने, इभन उहाँले नै हाम्रो सिभीहरू पनि उहाँले नै बनाइदिनुहुन्थ्यो। उहाँ हाम्रो प्रगतिको लागि खम्बा जस्तो उभिनुहुन्थ्यो। उहाँको समाजप्रति पनि सकारात्मक सोच हुन्थ्यो। स्पष्ट मनमा लागेका कुराहरू बोल्नुहुन्थ्यो, भन्नुहुन्थ्यो। उहाँसँग जति पनि मैले समय बिताएँ त्यो मेरो लागि यादगार रहनेछ। अन्त्यमा उहाँको चिर आत्माको शान्तिको कामना गर्दै स्वर्गमा बास होस्। हार्दिक हार्दिक श्रद्धाञ्जली ससुरा। आई मिस यू लट। थ्याङ्क यू ऑल। उहाँ जहाँ भए पनि हामी माझ हुनुहुन्छ, किन भन्छ स्पिरिचुअल जुन हाम्रो आत्मा हुन्छ कहिले मर्दैन, त्यो जहाँ पनि पुग्छ। सोच्नुसाथ हामी टक्क गर्छौँ संसारमा हाम्रो पुग्ने आत्मा, किनभने हामी जिउँदै हुँदा पनि सर्त सोच्यो भने सर्र संसार देख्छौँ। थ्याङ्क यू। अब नेक्स्ट स्पिच गर्नको लागि म बोलाउँदैछु। Namaste everyone. My name is Senia Bishwakarma, and I am the eldest granddaughter of Jabbar Bishwakarma, who we as the grandchildren call him Hajri. First of all, I want to say thank you to everyone for being here today to honor and remember Hajri. For Hajri, what mattered the most to him was his life and his family. So even though today we feel sorrow in his absence, we are also here to celebrate the incredible life that he lived. Everyone gathered here today reflects how deeply he touched the lives of his family, friends, and his community. And I feel very privileged to share my memories with him as his granddaughter. To me, Hajri was the foundation of our family, the quiet strength who held us together with unwavering love and dedication. What stood out most to me about Hajri was his determination to keep going. Hajri enjoyed staying active, whether it was going for walks, riding his indoor bike, or practicing yoga. He always found a way to keep moving. Even if his health made it more difficult, he didn't stop trying. He would always find a way to joke with us, making us smile, no matter what he was going through, reflecting how strong of a person he was. His perseverance and resilience is something I will always admire about him. Looking back, I will miss how proud he always was of my achievements. He never missed a moment to tell me he was proud. I remember during a fond memory of mine, when I bought my first car,
I saw how eager he were to take a picture of me, proudly showing off my achievements. I miss seeing the pride in his eyes when I achieved something. So Hadri, I want you to know that your support and encouragement meant everything to me, and I hope to always make you proud. As much as I miss your presence, Hadri, I will always cherish the memories I had with you. I am very proud to be your granddaughter. Thank you, Hadri, for everything. I love you. Now I'll pass it on to Sneha and Samrat. Thank you. Namaste, my name is Sneha, Hadri's second oldest grandchild. Namaste, my name is Samrat, Hadri's youngest grandchild. Death is a very weird concept of life. 1 minute you're laughing, holding conversation with someone, and the next they're gone. No more hugs, smiles, or conversations. Even going to their house feels empty. However, this emptiness we all feel is a prospect of our memories with them, with Hadri. And it shows just how much we really value their physical presence. And although Hadri may not be here with us right now, he is still with us in spirit, in our hearts and memories. Hadri was a great, strong man who was always positive, and whenever I came over, he would always have a massive smile on his face. A happy memory I would love to share with you is that once he let us grandkids use his credit card on whatever we wanted and let us buy as much ice cream as possible. Another time is when he gave his credit card only to me and let me buy a cool gun set. There is this one quote Hadri would always repeat to me on a daily basis, which has helped me so much. And even when in hospital, I would repeat the quote back to him, and he would smile. He would smile knowing just how much of an impact this one quote has had on me. And therefore, I would love to share this quote to everyone. Stay strong, eat well, be happy, and don't be lonely. I'm always here for you. And I would like everyone in here to keep this quote in mind, and for everyone here to also stay strong, eat well, be happy, and don't be lonely. Because although he may have said this to me, I'm sure he would like everyone in here to do exactly the same. So thank you, Hadri, for everything. I love you. हाम्रो पाइप 10 yearकै भाइ हुनुहुन्छ, हेर्नुहुन्छ लोगो भने यो 10 yearकै हाम्रो पल्टन अनुसारको हुन्छ र अब हामी 1 minute साइलेन्स गर्छौं। पहिला पाइप परले उहाँ बजाइदिनुहुन्छ र यो चाहिँ अमेजिङ ग्रेस। यसको मतलब चाहिँ के भने पल्टनमा थ्याङ्क यू। अब हामी 1 minute मन धारण गर्छौं। अब सुरु हो। थ्याङ्क यू।
Thank you. Be patient. बस्नु होला बस्दिनु होला अब हामीले दाग बत्ती दिन लागेका छौं हाम्रो ट्रेडिसनल हिन्दू धर्म या अहिले उतै बस्नुस् हिन्दू धर्म या सनातन धर्मले भन्छ पूर्ण जन्म मैले सानो उहाँमाथि केही स्मृति राखेको छु त हजुरहरूले केही कुरा छन् यो मनमा जुन तपाईलाई भन्नु छ केही छन् सम्झनाका जुन तपाईसँग कल्पनु छ बर्खौंदेखि रहेको यो हाम्रो मनको चाहना सब आज व्यक्त गर्नु छ केही पल माया ममताको सबै तपाईलाई समर्पित आज गर्नु छ थ्यांक यू अब हामी दागमती दिन्छौं आइदिनु होला पूजा गर्नुहुन्छ अनि यहाँ भरे फूल चढाउँदा चाहिँ हामीले यहाँ मट्टी भन्नाले के रे मट्टी राखेको छौं यो मट्टी हजुरहरूले यदि चाहनुहुन्छ भने कम्ती चढाइदिनु होला लास्टमा हैन माटो किनभने जीवन कहाँबाट आयो थाहा छैन जानुपर्ने चाहिँ मट्टीमा माटोमा भन्छ नि यही हो धरती सबभन्दा ठुलो हाम्रो स्वर्ग एभ्रिथिङ हियर थ्यांक यू पानी पूजा गर्नुहोस् ओके म के भन्छु ओके ओम त्र्यम्बकम यजामनि सुगन्धित पुष्टि वरदनम उर्गा मुर्की बन्धनम मृत्योर मुक्षे यामर्तिता ओम 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 लाइटर छ नि मेरो बाहिर लगेर Point त्यहाँ छ बा
बोल्दै जोडी त गर्छु खोलेको छ होइन यहाँलाई म फेरि रिक्वेस्ट गर्नु पर्यो र रेडी हुँदै गर्नु होला ग्यास्केट या फ्लावर चढाउनको लागि विश्वकर्मा वेलफेयर सोसाइटी युके का चेयरम्यान मिस्टर कुमार सुनार त्यसपछि एनोभर नेपाली कम्युनिटी चेयरम्यान शङ्कर गुरुङज्यू बेजिङ स्टक नेपाली युके चेयरम्यान मिस्टर विजय लिङथेङ सङ्खुवा सभा नेपाली सोसाइटी युके चिफ एडभाइजर तथा भूभू अध्यक्ष उत्तर सुन्दास 10 प्रिन्सेस मैरी ऑन गोर्खा राइफल कैप्टन हर्क राज राई बेजिङ स्टक नेपाली कम्युनिटी सिनियर सिटिजन कोअर्डिनेटर टेक कुलुङ राई र त्यसपछि अलिकति सिनियरहरू पछाडि आइदिनु होला र यहाँनिर हाम्रो विश्वकर्मा वेलफेयर सोसाइटी युके का चेयरम्यानले सिटबाट उठ्ने उहाँले कन्ट्रोल गर्नुहुन्छ त्यसै गरेर तपाईहरु बिस्तारो आइदिनु होला र आइदिएर बाहिर हामीले आगोहरू चोखाउने ठाउँ बाहिर हाम्रो एनोभर कम्युनिटीले रेडी गरिदिनु भएको छ र त्यहाँबाट पास भएर तपाईहरु सिधै जुन उहाँहरूले एड्रेस पनि दिनुहुन्छ बाहिर त्यो पोस्ट कोर्टमा गएर उहाँ कार पार्क पनि उहाँहरूले कन्ट्रोल गर्नुहुन्छ गइदिनु होला प्लिज तपाईहरु घर चाहिँ नगइदिनु होला हाम्रो रिक्वेस्ट हुन्छ यहाँ यत्रो लाइट उता क्यान्डल त बाल्छ डोन्ट वरी त्यतै जानुहोस् दाजुलाई पक्रिन ल
Please, Vishwakarma Welfare Society, Kumar Chuna, आइदिनु होला र त्यसै गरी बेजिङ स्टोक नेपाली युके बेजिङ स्टोक नेपाली सोसाइटी युके चेयरम्यान मिस्टर विजय लिङ्गदेन थ्याङ्क यू आइदिनु होला सङ्खुवा सभा नेपाली सोसाइटीका पूर्व अध्यक्ष चिफ एडभाइजर उत्तर सुन्दास आइदिनु होला थ्याङ्क यू अनि 10 प्रिन्सेस म्यारी अन गोर्खा राइफलका प्रतिनिधित्व गर्नुहुने क्याप्टेन हर्कराज राई सर आइदिनु होला अनि कुनै सङ्गठनबाट अनि बेजिङ स्टोक नेपाली कम्युनिटी सिनियर सिटिजन कोअर्डिनेटर टेक कुलुङ राई थ्याङ्क यू आइदिनु होला र अब तपाईहरु जुन जो अगाडि हुनुहुन्छ एकजनाले कन्ट्रोल गरिदिनु होला कुमारजी कहाँ हुनुहुन्छ पालो पालो उहाँहरूलाई पठाइदिनु होला यताबाट आउनु होला र यसैमा हजुरहरू पछाडि ठाउँ खाली छ भने चाहिँ क्यु गर्नुभए हुन्छ सरी यहाँ मिस्टेक भएछ यहाँ हाम्रो भुपु एनोभर कम्युनिटीका फाउन्डर प्रेसिडेन्ट कृष्ण बहादुर घत्राजीले पनि आएर चढाइदिनु होला थ्याङ्क यू कृष्ण राज घत्राज सरी
यो फुल चढाएपछि बाहिर चोखिनु जानु होला आगो र पानीमा। यदि तपाईहरू डाइरेक्ट जानुहुन्छ भने चर्चमा वहाँ एड्रेस छ त्यहाँ जानु होला, नभए यहाँ पनि हेर्नु सक्नुहुन्छ टिभीमा हाम्रो लास्ट फाइनल क्रिमिनेसन गरेको। यहाँ आज हामीसँग पहिला 28 एसीमा इन्स्ट्रक्टर एक्स फर्स्ट सेकेन्ड इयर क्याप्टेन गोपाल विश्वकर्माजीले पनि श्रद्धाञ्जली दिनुभयो। थ्याङ्क यू उहाँलाई, हामी आभारी छौँ। सरी यहाँहरूलाई भन्नु त नहुने, अलिक छिटो छिटो गरिदिनु होला, हामीसँग टाइम छैन त्यति। यो हाम्रो कार्यक्रम सकेपछि भोलिन्टियर हामीलाई खाँचो हुनेछ र यहाँ टाइडी अप गर्नु भोलिन्टियर आइदिनु होला। यो फ्लावरहरू सबै श्रद्धाञ्जली सकिएपछि जतालाई पनि दिन आएन मलाई त्यहाँ बाटोमा दिएको थियो कसले होइन, त्यहीँ चढाइदिनुहोस् न, तिमीकै लागि आएको हो, जसले चढाइ।
अरूले मिलाउनुहुन्छ लिएको छ ठिकै छ त्यसलाई क्रस गर्नु न ठिकै छ यो त टाइडी अफ गर्ने टाइडी उनीहरूले गर्छ सब भनेको छ त्यसो भए यहाँ त टाइडी अफ लिएको छ यसलाई क्रस गरिदिनुहोस् थ्याङ्क यू 15 हुनु लाग्यो अलिकति छिटो गरिदिनु होला यहाँ हामीसँग टाइम छैन किनभने इङ्ग्लिस टाइम भन्छ के अरे ट्याक्कै किन निस्किनु मान्छे गाडी गर्ने नै भनेर त्यहीँ बसिदिएँ सबै त्यहाँ भेट्ने भनेर त्यहाँ अगाडि हेर्नु अब त्यो एउटा मैले गरिरहेको थिएँ ल पानी चाहिँ हटाइदिनु पर्छ पानीले फेरि अप्ठ्यारो अलिक छिटो गरिदिनु होला सरी टाइम क्याचअप गर्नुपर्छ हजुर ए उता गयो ठ्याक्कै टाइममा सकिन्छ यतिले त 15 मिनट छ कि 1 मिनट त दिइहाल्छ क्यु छैन बाहिर छैन नमस्कार सर मट्टी दिइराख्यो है हजुर मट्टी दिएर हो उहाँ जानुहुन्न थ्याङ्क यू हजुर मलाई पर्दैन ठिक छ थ्याङ्क यू हजुर ठिक खास
उहाँको एउटा मन्त्र मैले उहाँलाई प्रवेश गराएको थिएँ गर्छु है। हस् हस् कमिटी म यहाँको अध्यक्ष हुँदाखेरि उहाँ धेरै हुन्छ सर हुन्छ ल एकचोटि भाइ त्यो गऱ्यो भने धेरै राम्रो हुन्छ है होइन अफलाइन ड्राइभ पठाइदिन्छु पहिला त आफूलाई जान्ने हुन्छ अहिले त छोराछोरीलाई सोध्नु यिनीहरू अपडेट के दिदी यो कसरी गर्नु
Thank you very much. Thank you for funeral director. Please return. Can you please to Okay, thank you.
मतलाली गुराँसो भएछु मतलाली गुराँसो भएछु मनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु मतलाली गुराँसो भएछु कसलाई पुग्छ भिरमा पनि फुलिदिन्छु हातहरूले कसलाई पुग्छ भिरमा पनि फुलिदिन्छु खुसी मात्र कहाँ हुन्छ खुसी मात्र कहाँ हुन्छ भिरमा पनि फुलिदिन्छु मतलाली गुराँसो भएछु मतलाली गुराँसो भएछु मतलाली गुराँसो भएछु मतलाली गुराँसो भएछु मनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु मनैभरि फुलिदिन्छु मतलाली गुराँसो